नमस्कार साथीहरु, म पवन हाम्रो युट्युब च्यानलमा तपाईको स्वागत छ। आज हामी डाइस च्याप्टर पढ्न गएका छौं। डाइसमा मुख्य गरी हामी पढ्ने छौं 4 टाइप: स्ट्यान्डर्ड डाइस, साधारण डाइस र प्रश्नवाचक चिन्ह खुल्ला डाइस। र यिनीहरुको समस्या हामी 10 सेकेन्ड भित्र सल्भ गर्ने छौं। र आज हामी पढ्छौं स्ट्यान्डर्ड डाइस के हो भनेर र कसरी सल्भ गर्ने भनेर आज हामी पढ्न गइरहेका छौं। स्ट्यान्डर्ड डाइस भनेको के हो? दुई नजिकको सतहको योगफल आपसमा साथ नहुनु हो र यसमा टोटल 6 टा संख्याहरु निर्धारण गरिएको हुन्छ, 1 2 3 4 5 र 6 गरेर। र अब हामी प्रश्नबाट बुझ्ने छौं र स्ट्यान्डर्ड डाइस कसरी बुझ्ने भनेर। र प्रश्न रहेको छ यस प्रकार रहेको छ हाम्रो। र सुरुमा हामी फिगरलाई हेर्ने छौं र नजिकको दुई आपस सतहको योगफल साथ हुन्छ कि हुन्न भनेर बुझ्ने। अनि 7 भयो भने त्यो स्ट्यान्डर्ड डाइस हुँदैन है। 2 + 1 3, 1 + 3 4, 3 + 2 5, यो भएन 7, 5 + 6 11, 6 + 3 9, 3 + 5 8। र अब यस्तो केसमा के गर्ने भनेपछि अब 2 को अपोजिट के हुन्छ? 2 को अपोजिट के हुन्छ? 2 को अपोजिट के हुन्छ? 2 मा कति जोड्यो भने 7 हुन्छ रे? 2 + 5 जोड्यो भने 7 हुन्छ। 2 को अपोजिट कति? 5 हो। अब 5 को अपोजिट के हुन्छ? 5 मा कति जोड्यो भने 7 हुन्छ? 5 + 2 7। 5 को अपोजिट 2। 1 को अपोजिट जोड्यो भने 1 + 6 जोड्यो भने 7 हुन्छ। 1 को अपोजिट हुन्छ हाम्रो 6। 3 को अपोजिट के? 3 मा 4 जोड्यो भने 7। 3 को अपोजिट कति? 7। 3 को अपोजिट भनेको 4 हो। 4 को अपोजिट कति? 3 हुन्छ। 6 को अपोजिट के? 6 मा 1 जोड्यो भने 7। 6 को अपोजिट कति? 1 हुन्छ। 6 को अपोजिट 1 हुने भयो। र 4 को अपोजिट कति? 4 + 3 7। र 4 को अपोजिट कति? 3 हुन्छ हो। र आज हामी स्ट्यान्डर्ड डाइस पढिसकेका छौं र यसै प्रकारले हामी सल्भ गर्ने छौं स्ट्यान्डर्ड डाइसलाई। तर नजिकको दुई सतहरुको योगफल 7 हुनु भएन। यदि 7 हुनु भएन त्यस्तो डाइस नै स्ट्यान्डर्ड डाइस हुन्छ, अन्यथा हुँदैन। नजिकको दुई सतह भनेको यो हो। 1 + 2 यो आपसको दुई सतहको साथ योगफल भएन। यो आपसको दुई सतहरु 7 भएन। र आपसमा यो दुई सतहरुको योगफल भनेको जोड 7 हुनु भएन, हुँदैन। अब यो आपसको दुई सतहरुको योगफल 7 भएन। 5 र 3 8 7 भएन। 6 र 3 7 भएन भने यस्तो डाइस नै स्ट्यान्डर्ड डाइस हुन्छ। र अपोजिट हामीले झिक्दाखेरि जहिले पनि ध्यान राख्नुपर्ने कुराहरु, जतिको अपोजिट सोध्यो उक्त संख्यामा कति जोड्यो भने 7 हुन्छ त्यो नै अपोजिट हुन्छ। जस्तै 5 मा कति जोड्यो भने 7 हुन्छ? 2 7 हुन्छ भनेपछि 5 को अपोजिट के हुने भयो? 2 हुने भयो। अब 4 को अपोजिट के हुन्छ? 4 मा कति जोड्यो? 7 3 जोड्यो 7। 4 को अपोजिट 3 हुन्छ। र तपाईहरुले राम्रोसँग बुझिसक्नु भएको छ स्ट्यान्डर्ड डाइस के हो। र तपाईलाई भिडियो मन परेको छ भने भिडियोलाई लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्नु होला। र एउटा अरु नयाँ भिडियोको साथ हामी छिटै तपाईसँग मिल्ने छौं। र अब हामी दोस्रो टाइप लिएर आउने छौं स्ट्यान्डर्ड डाइस। दोस्रो टाइप लिएर आउने छौं जेनरल डाइस। र प्रत्येक टाइपमा हामी तपाईलाई दुईवटा क्वेशन सल्भ गराउने छौं। र धेरै पढ्नु पर्दैन डाइसमा। र तपाईले यति कन्सेप्ट बुझ्नु पर्यो स्ट्यान्डर्ड डाइस के हो भनेर।